तानसेन बटोले बुढेसकालको माइलावाला है कल्ले पटोले तानसेन बटोले माइलासँग पहिला आउ त बल्ल मटोले खता तै ननी तहै ता आउन के कब्जियत भएको छ मलाई पनि गाउँबाट सुख काट्न आएको कब्जियत भएको छ 1 घण्टा लाग्छ मलाई पटमा बस्नु यसरी बस्नु खाने बेला आऊ केही टेन्सन हुन्न अहिले शरीरको कुरा पनि गर्नुपर्छ क बसु आउनु तिमी आउँछु भन्थ्यौ तर तिमी आइनौ तिमी आयौ सन्चो भयो यो कब्जियत हटाउ मन्त्र हो के यो है चेलीबेटीहरू समय थप्थरै छ मेरो मोबाइल चाहिँ राख्दियो नि हामी बुढी आई छी म त घर की लक्ष्मी हूँ म त माता हूँ मर पैसा जति मसित माग्ने हो हामी यहीँ आइछ छोरी छौपा छ होइन वा सन्चै छ भनेको ल अपाउँदुको सक होला नि त्यहाँदेखि स्याबास छ यो विशेष कार्यक्रममा हाम्रा बाबुहरू सन्चै छौ कति रमाइलो तिमी फूल बन म पात बन्छु तिमी खुट्टा बन म हात बन्छु तिमी सिरानी बन म सिरकको खोल बन्छु तिमी सुत्केरी बन म जुवानाको झोल बन्छु ससुरालमा सालीको देउतामा कालीको बगैँचामा मालीको महत्त्व हुन्छ सम्बन्धमा सालाको व्यापारमा लालाको आजकलका गोरी केटीहरूलाई म जस्तो कालाको महत्त्व हुन्छ हम काले हैं तो क्या हुआ दिल वाले हैं यो आजकल गीत आएको छन् कि ओइ मैले सुनियो थिएँ घरबाट आउँदै थिएँ बाटा रानो बम्बई कि रानो मैले सुन्न गलत गरेछु दुःख नमान्नु होला रागो बम्बई कि रागो जस्तो सुनेछु कि मैले यो सुन्नमा गलत छ नेपाली गीत सङ्गीत पनि कति राम्रा छ एउटा गीत छ गाला रातै कति मिठो छ नि गीत स्टेजमा मैले धनगढीमा देखेको थिएँ यही गीतलाई यसो गरेर नाचेका गाला रातै ए गाला यहाँ हुन्छ र ल मान्यो गाला यहाँ भयो निधार यहाँ भयो दसैँमा टीका निधारमा लाइयो भने जमरा कताको चार्ने हो त भन्नको मतलब संस्कृतिलाई जगाऊ एउटा गीत बजाऊ मैले छास पार ल बाबु यसको भुँडी घटियो रहन्छ अहिले तँलाई साइदा भुँडी घटाए त्यहाँ गयो ल हाम्रो नाति पनि आउँछ ए आजकलका केटाकेटीहरू त 10-12 वर्ष धोकेबाज हौ तिमी यस्ता गीत गाउँदै हिँड्छन् त्यो उमेरमा हामीले चिनी र चामल चोरेर खाइन्थ्यो घाँस काटिन्थ्यो भैँसीलाई भकार हालेर राखिन्थ्यो दुध दोइन्थ्यो दुध खाइन्थ्यो पुरौनी घोटिन्थ्यो चम्चा थिएन बोडगाम जिब्राले लप चाटिन्थ्यो त्यस्ता बेला थिए आजकलको जमाना फेरि शैली नाचिदेऊ कम्मरै भाँचेर नाचौँ है हुन्छ साथ दिने है महिलालाई पनि हो विष्णुजी पाण्डे सरलाई लगाइदेऊ बाबु हो र यो हुन्न मोबाइल त यहाँ छ मेरो गीत गाउँला नाचौँला भनेको हेर पेन ड्राइभ भएन यहाँ छ त ल्यापटप कमाउनु गाइज ल्यापटप लगाऊ त भइसक्यो त्यसमा सम्पूर्ण ब्यान्डहरू हुनुहुन्छ मेरो हेर त गीत कति राम्रो आएको थियो बजारमा गाउँला भनेको बाबु पाण्डे बाबु गान्छु नि हालो ल यो लगाऊ त केही न केही उपाय गरेर त त्यही मेरो मोबाइलमा पनि छ गीत त कमाउनु गाइज सोल्डियो कमाउन यार मेरो सोल्डीहरू मायाको डोरीले निष्ठुरी मोहरीलाई बाँधिराखो फेरि नाच्न गाउन मन लाग्यो खै त देखाउन यसो हल्का बुढेसकालमा माइलो भएर पनि यसो गरियो छ त्यहाँलाई कपडा लगाएको छन् हेरै मौरीले ठुङ्लाई बाबु त्यहाँ मोबाइलमा छ नि बाबु ए सुतेर निकाल्छु मैले चाहिँ
झ्याप्पै साइली सरहर सरहर साँझ परो शुद्ध फिलिङ्सै अर्कै आउँदो रहेछ कि अझ यहाँ को नाचियो थिए तातो भएको मलाई त्यो हेरे त कति आनन्द हो एकटा बिस्तारा ल्याउँछु यहीँ सुतमै आज मलाई यहीँ बिस्तारा लगाइदियोस् माइलीले उहाँ लाएर हिँडिन्छ है भोलिके चौध माइले ल झ्याप्प बारे बाबु नाच्न पर्छ सबैजना खै मेरो फोटो डिजे पन्चिबो कमन गाइज मलाई डिजे पन्चिबोले यो ठाउँको लागि व्यवस्थापन गराइदिनु भयो धेरै धन्यवाद छ डिजे पन्चिबो अशोक यसै गरेर सांस्कृतिक संयोजक हाम्रो पाण्डे होइन शाबास समय थोरै छ कि त मैले मिलाउँछु केही फरक परियो छैन एकचोटि यसो नाच्ने हो कि नेवारी गानामा के मेरो सुमन श्रेष्ठ कति मिठो दारी यो दारी होइन फुलबारी हो बाबु कति मिठो ल शाबास फोटो खिच्छ गीत नगाइकन यहाँ फिलिङ्स चाहिँ आएन कि साझा फिलिङ्स चाहिन्छ गो चेलीबेटी हो ठिक छ ल भाषा खाएर आऊ श्याममा खाऊ है कतिले खाने जिङ्गरिङ्ग मटाउने त्यसो परियो हेर सातो गाउँ छ केटालाई हेर राति यहाँ लिएर हिँड्दा यति टोपी लगाइदियो सानो म सातो फुक्दिन्छु कहिले खराइले ल्याऊ त यहाँ कर्पूर गौरम तिनकुनीतिर दौडम कर्पूर गौरम तिनकुनीतिर दौडम करुणावतारम टपरिलतारम संसार सारम यतिकन पारम बहुतको पैसो कोटाभित्र पारम सातो आयो सन्चो भयो है त बाबु अब परेला बाटिन्न ल बाबु छट्टै बजाइदेऊ विष्णुजी पाण्डे माइला बा ल अलि ठुलो बनाइदेऊ ल त्यो मोबाइलको साउन्ड पनि ठुलो बनाइदेऊ है ल यो मोबाइलबाट बज्दैन कि मेरो पेन ड्राइभै थियो ल बजाऊ साउन्ड ठुलो बनाऊ चट्ट नाताऊ सबै के हार्नेहरू समय लस गराउनु हुन्न हो कन्सेप्ट ल बाबु झ्याप्प पार त यति मान्छे मैले कसम कहीँ देखेँ हो भाग हेर त बुटलबाट उठ्ने चुनावमा उठ्ने मान्छेहरूले त सिधै प्रधानमन्त्री जित्छन् क्या हो अब पालो हो युवा पिँढी हो कलाकारहरू हुनुहुन्छ आदरणीय कोइराला सर सांस्कृतिक संयोजक उपाध्यक्ष लगायत समस्त पदाधिकारी